नमस्ते, म अर्जुन कुँवर, सुनौलो न्युजको प्रबन्ध निर्देशक। आज म यति बेला भक्तपुर जिल्लाको दरबार क्षेत्रको आसपासमा आएको छु। यहाँ एउटा अनौठो चिज, म यहाँ प्रवेश गर्न बित्तिकै एउटा अनौठो चिजहरू पनि देखेँ। त्यसपछि उहाँको यो जुन सङ्ग्रहालय छ, जुन यहाँ म्युजियम छ, उहाँको यो म्युजियमको ओनर चाहिँ हाम्रो सामु हुनुहुन्छ। नमस्कार। हजुरको शुभ नाम? मेरो नाम सुरेश भक्त कास्ट हो। अनि हजुरले चाहिँ यो जुन अहिले भर्खर म प्रवेश गर्दाखेरि विभिन्न यो रुखहरूमा, अनि त्यसपछि तपाईँको यो पैसा विभिन्न ठाउँहरूमा फ्रेम बनाएर टाँस्नु भएको छ। यो कति साल भयो हजुर, कति वर्षदेखि यो सुरु गर्नु थाल्नु भएको? अन्त म बच्चादेखि नै कलेक्सन गरिरहेको हो। हजुर। अब कति साल, अब म 7-8 वर्ष हुँदादेखि नै पसलमा त बस्ने बानी छ। हजुर। त्यो बेलादेखि नै एक दुईवटा पुरानो पैसा चाहिँ राख्ने बानी गरिरहेको थियो। हजुर। त्यही अनुसारमा अनि यो चाहिँ लकडाउनको टाइममा काम केही छैन, के गरौँ भनेर विचार गरेर गरेको हो। अनि जुन तपाईँले यो जुन अहिले पैसा जुन छ, यो सबै कलेक्सन गर्नुभएको छ, त्यो तपाईँले खरिद गरेर ल्याउनु भएको छ कि अथवा कसरी चाहिँ यसलाई कलेक्सन गर्नु सक्नु भएको छ? यो मैले खर्च गरेकै छैन त भन्न मिलेन होइन। हजुर। यो अन्तिम समयमा अब भनौँ यो खोल्छु भनेर लागेको बेलामा चाहिँ 2-4वटा पैसा नपुगेको त्यो पैसा चाहिँ मैले किनेको छु। अरू त मैले सबै मसँग भएको। यो लगभग कति सालदेखि पुराना पैसाहरू तपाईँले कलेक्सन गर्नुभएको छ यहाँ? 2019 कति सालदेखि चाहिँ पैसाहरू छ शाहकालीनको होइन। हजुर। अब मल्लकालीनको त मसँग खासै पैसा छैन। मल्लकालीनको अलिक महँगो पनि पर्छ, अनि साथमा त्यो चाँदीको पनि हुन्छ। हजुर। तर शाहकालीनको चाहिँ नोटमा चाहिँ मतलब पुरा पहिला सुरुमा प्रकाशित भएको नोटहरूदेखि चाहिँ सबै छ। जस्तै अब तपाईँको जुन यो हजुरको म्युजियम खडा गर्नु भएको छ नि, हजुर, यो म्युजियममा प्रवेश गर्नको लागि चाहिँ के शुल्कहरू अथवा यो पैसाहरू हेर्नको लागि शुल्कहरू लिने गर्नु भएको छ कि के छ यहाँ? यो शुल्क चाहिँ मैले दिने गरेको छैन। अब यो बनाएको र गरेको चाहिँ मेरो उद्देश्य के भन्दाखेरि आजभोलिको चाहिँ केटाकेटीहरू चाहिँ नरिखेको पैसा चाहिँ हेरोस् र देखोस् भन्ने चाहेको। हजुर। यहाँ प्रवेश शुल्क दिन पनि अलिक अप्ठ्यारो छ, किनभने अब प्रवेश एउटा ठाउँ धेरै बनाउनु पऱ्यो, शुल्क लिनु पऱ्यो, हरेक चिजको चाहिँ समस्या आउला भने पनि त्यो छ। मलाई अहिले म यो फ्रीमा देखाइरहेको छु। बरु उल्टा मैले चाहिँ फ्रीमा चाहिँ बरु मैले चाहिँ पैसा बाँडिरहेको छु। मेरो भिजिट कार्डमा पैसा पाइन्छ, आएको कस्टमर भनौँ कि अब मलाई ग्राहकहरूलाई दिइरहेको छु। भर्खरै पनि मलाई एउटा भिजिटिङ कार्ड दिनुभएको छ। मैले दिएको छु। यहाँ एउटा जुन उहाँले भिजिटिङ कार्ड दिँदाखेरि यसमा पैसा पनि टाँसेर दिनुभएको छ। यसमा चाहिँ मलाई चाहिँ अहिले 50 पैसा दिनुभएको छ है। प्रत्येक भिजिटिङ कार्डमा यसरी राख्नु भएको छ हजुर? हजुर, हजुर। हस्, यो धेरै धेरै धन्यवाद हजुरलाई यो भिजिटिङ कार्डको लागि। अनि एकखेर हामीले चाहिँ पैसाहरू हेरौँ न है। हुन्छ। यसो जुन यहाँ राजा रानी फोटो पनि राखेको छु होइन। यो चाहिँ त्रिभुवनको हो। यो सबभन्दा पहिला प्रकाशित भएको यो 2002 सालदेखि यति ठुल्ठुलो नोट रहेछ है त्यति बेला है। यो चाहिँ कति 100को नोट हो? यो 100को नोट। यो मोरु 1, मोरु 5, मोरु 10। अलिकति थोरै यतापट्टि देखाइदिनु न है। हाम्रो क्यामेरामा साथ दिनुभएको महेश कुमार हाडा सरले। अनि यो चाहिँ 5 रुपियाँ। मोरु 5। हजुर, मोरु 5। यो चाहिँ यो कसरी मैले यो अगाडि पछाडिको चाहिँ हजुर 2 सालको राखेको कि। यसको अगाडिको पछाडि यसरी गर्नु भएको? यो अगाडिको यो पछाडि, यो अगाडिको यो पछाडि त्यसो गर्नु। त्यसको यो अगाडिको यो पछाडिको। ठिक छ ठिक छ एकदम। यो चाहिँ त्रिभुवनको हो। हजुर हजुर। अनि यो त्रिभुवन ब्रिटिसपछि भनौँ न, त्रिभुवन नभएपछि महेन्द्रको आएको थियो। महेन्द्रको पालामा पनि यो मोरु 1, मोरु 2, सरी मोरु 1, मोरु 1 होइन। यो अगाडि पछाडि गरेर 2016 सालदेखि 16 साल यो महेन्द्रको पाला। हजुर हजुर। यो चाहिँ मोरुमा आयो। त्यसपछि अब देश विकास भनौँ कि अब भाषा विकास भयो त्यो थाहा पनि मलाई। त्यसपछि यहाँ आएर चाहिँ महेन्द्रकै होइन। हजुर। पैसा चाहिँ एउटै हो। हजुर। सब लगभग चाहिँ एउटै होला। केही राजा पनि एउटै, पैसा पनि एउटै। यसमा आएर तपाईँको रुपियाँमा आयो। रुपियाँमा आयो। यहाँ मोरुबाट फेरि यसमा चाहिँ 2020 सालमा आएपछि रुपियाँ भनेर आयो। यो सकल ढाका टोपी, यो पनि सकल ढाका टोपी एउटै, पैसा चाहिँ एउटै हो। तर त्यहाँ भाषा चाहिँ फरक देखियो होइन। अनि पछि आएर चाहिँ फेरि के आयो यहाँ मतलब क्यापमा आयो। त्यही व्यक्ति त्यही राजा त्यति बेलाको पछि 2020 सालमा आउँदाखेरि त्यही छ, भाषा मात्र फरक पऱ्यो। त्यसलाई मोरुबाट रुपियाँमा ल्यायो। अहिले फेरि रुपियाँबाट ल्याउँदाखेरि यसको तस्बिर पनि चेन्ज भयो। 2027 सालमा, लगभग 27 साल, लगभग 2027 सालमा यति बेला। यहाँलाई थोरै जुम गरेर देखाइदिनु है। यहाँ यो रोटेपिङ पनि रहेछ होइन? हजुर, रोटेपिङहरू पनि रहेछ। त्यही पैसा यसमा चाहिँ 5 तले मन्दिर छ। 5 तले मन्दिर भक्तपुरकै। भक्तपुर, यो पनि भक्तपुर। यहाँ फेरि 55 झ्याल पनि छ। 55 झ्याले मन्दिर। हजुर।
त्यसरी चाहिँ कतिपय चिज छ नि तपाईँको पैसा सम्बन्धी केही ज्ञान चाहियो भने यो किताब पनि हेर्नु यो किताबमा पनि मतलब अलिक विभिन्न कुराहरू लेखिरहेको छ। यो किताब चाहिँ हजुरले नै उपलब्ध गरेर बेच्नुहुन्छ कि चाहे पनि हामी ल्याइदिन्छौँ। नेपालका आधुनिक मुद्राहरू एक समीक्षा भनेर लेखिएको छ। यो किताबमा चाहिँ तपाईँको नेपालमा कस्ता कस्ता रुपियाँहरू थिए भन्ने कुरा यसरी चाहिँ यहाँ हामीले देख्न सकिन्छ। योभन्दा चाहिँ पुरानो किताब चाहिँ यो छ। यो चाहिँ राष्ट्रपति योभन्दा पुरानो यसरी चाहिँ यो किताबहरू चाहिँ तपाईँले पढ्न चाहेको खण्डमा उपलब्ध गराउनु है। त्यस्तै दाइ तपाईँले अब यहाँ 2021 सालदेखिको अब 1 सालदेखि बेच्नुको चाहिँ क्यापहरूकोमा आयो। यहाँ पनि क्यापको आएको छ। यो बिन्दुबाबु चाहिँ यहाँ पनि क्यापमा आएको छ। यो एउटा अनौठो है। त्यति बेला क्याप थियो त्यसलाई सिरबेस थिएन। राजाको थियो सिरबेस थियो तर क्यापमा चाहिँ मतलब भित्र चाहिँ यसमा त्यसपछि चाहिँ यो 2040 हुँदाखेरि सिपेजमा आयो। 2040 बाट फेरि तपाईँको सिपेजमा चाहिँ यो चाहिँ यो पनि सबै मलाई अगाडि पछि राखेको छु। 1 1 2 2 5 5 हजुर 2040 सालमा आउँदाखेरि फेरि यो चाहिँ तपाईँको सिरपेजमा आयो। अब यो चलन चल्तीको जो हामीले पनि फेला पारेको त्यसपछि 50 को 100 को 100 को हैन यो चाहिँ 250 को 250 को त्यति बेला 250 को चाहिँ यो अलिकति यो पैसा तपाईँको लोभ पनि भइसक्यो लगभग यहाँ देख्न सक्नुहुन्छ यसलाई चाहिँ है। यो पैसा चाहिँ लगभग अहिले बजारमा पनि त्यति भेटिँदैन। त्यस्तै अब यो जुन कलेक्सन गर्नु भएको छ यति धेरै पैसा कलेक्सन गर्नु भएको रहेछ। लगभग यो यताउतिको त नयाँ पैसा हो। यो अहिले पनि लगभग मार्केटमा भएको पैसा छ। बाँकी जुन तपाईँको पैसाहरू जुन यो पैसाहरू चाहिँ हजुरले कसरी कलेक्सन गर्नु होला जी? यो मैले पहिल्यैदेखि बसाउँछु। पहिल्यैदेखि यतिवटा चाहिँ मैले किनेको छु नपुगेकोमा सबै किनेर चाहिँ मैले राखेको होइन। यसलाई किन्दाखेरि जस्तै तपाईँले चाहिँ कति जति बढी पैसा तिर्नु पर्यो के छ? खास कस्तो सीधा सरकारको नियमको हिसाबले मैले अलि बुझेको हिसाबले बढी पैसा तिर्नै पर्ने चिज नै होइन। नियम बिगडे हो। अथवा मलाई ब्ल्याकमा दियो भने कि ब्ल्याकमा किन्ने गर्छ भने त्यो आफ्नो ठाउँमा छ त्यो। अनि यो चाहिँ सिक्का पैसा? यो चाहिँ सिक्का यसो ल म यो है सिक्का यहाँ चाहिँ कति छ? 20 पैसा 25 पैसा यो चाहिँ लगभग हामीले पनि फेला पार्यौँ। अरू पनि एकदम दिदामको पनि के छ यतापट्टि है यताबाट छ। यो चाहिँ होला डल्लो पैसा यसरी चाहिँ पैसाहरू डल्लो पैसा उता छ यहाँ राख्न मिलेन। त्यो दामदेखि लिएर 1 पैसा 2 पैसा होइन 5 पैसा 4 पैसा भने चाहिँ 5 पैसा हो। सानो चाहिँ मैले अलि पुरानो सानो अलि राखेको छु। रुखमा चाहिँ यसरी तपाईँले किन राख्नु भएको? यसको चाहिँ केही एउटा त्यस्तो केही छ कि यसको एउटा क्रिएटिभ माइन्ड भनौँ के अर्को त्यो पनि भयो। एउटा रुखमा नै पैसा फल्छ भने चाहिँ यो चाहिँ यो सुकेको रुख भयो। ऊ त्यो पर पनि फेरि एउटा हरियो रुखमा पनि सिक्काहरू यसरी चाहिँ राख्नु भएको छ। अनि फेरि रुखमा चाहिँ यसरी अनि मैले एउटा टिकटहरू पनि हुलाको टिकटहरू पनि हुलाको टिकटहरू पनि अलिक कलेक्सन गरेँ। टिकट चाहिँ कति पुरानो यो मैले त्यत्रो राम्रो हेरेको छैन। म धेरै वर्ष 50-60 वर्ष अगाडिदेखिको चाहिँ टिकटहरू छ म। त्यो टिकटहरू है। अरू जस्तै अब यो हामीले पैसा त देख्यौँ। मैले यतातिर यो तरबार पनि देखेँ। यो जुन कति यो पुरानो हो भन्ने कुरा केही त्यसको छ? यो अब यो त 400-500 वर्ष अगाडि पुरानो होला। यो आफ्नै घरैमा भएको हो। पहिला तिहारको टाइममा होइन तिहारको टाइममा चाहिँ पूजा गर्ने चलर हो। त्यो पूजा गरेर अनि सोको लागि त्यसो भनेर चाहिँ मैले यो पुरानो सानो पनि मैले अलि यहाँ राखिरहेको छु। त्यही त यहाँ नजिकहरू देख्नु यहाँ पनि छ यता पनि छ अलि ढगहरू। यो ढगहरू 55-60 वर्ष पुरानो ढगहरू भनेर भन्नुभएको होइन। यसलाई चाहिँ 55-60 वर्ष पुरानो ढगहरू नेपाली पैसा हेर्नको लागि चाहिँ यो चाहिँ यसलाई के भन्छ? यसलाई हुन्छ भन्न आइरहेको भन्ने हो। यसमा मतलब कुनै कसरी यसले चाहिँ प्रष्ट तपाईँको त्यहाँ अक्षर देखाउँछ कि क्लियर भन्ने त्यो पनि देखाउँछ। ठुलो पनि देखाउने भयो। कसैले अब साल हेर्नु मन लाग्ला, कसैलाई नम्बर हेर्नु मन लाग्ला, कसैलाई मतलब कुन राजाको पालाको हो, कुन समयको पाला हो, अनि कुनै मात्रै डेट छ, अनि कुनै के विभिन्न छ नि। त्यो विभिन्न चिज चाहिँ हेर्नु सहिलोको लागि राखेको। अनि एउटा यहाँ बन्चरो पनि देखेँ मैले। लगभग यहाँ बन्चरो यो चाहिँ है 55 वर्ष पुरानो बन्चरो पनि। यो बन्चरो पनि कसो भने अब
यो ठाउँमा चाहिँ काठको पसल छ कि दाउरा पसल ए हजुर हजुर मेरो आफ्नै बाबु चाहिँ दाउरा पसल थियो हजुर एक जमानामा हजुर म चाहिँ भर्खर पाएको बेलामा बोला त्यो बेला होइन मैले अलि हल्का अलि थाहा छ यो ठाउँमा हो यो बन्चरो चाहिँ यो समयदेखि चाहिँ युज गरेको बन्चरो भन्दै मैले चाहिँ एउटा चाहिँ मैले यो एउटा हिसाबले मैले एउटा सम्हालेर चाहिँ आएको भनौँ हजुर ठिक छ अनि जस्तै हजुरले चाहिँ यत्रो पैसाहरू कलेक्सन गरेर राख्नु भएको छ अलि नजिक आइदिनु है जस्तै राख्नु भएको छ यहाँ लगभग तपाईँको भिजिट गर्न कति जति सङ्ख्यामा लगभग आउनु भयो होला आजसम्म हजुर आजसम्म खास मैले यो खोलेको चाहिँ 4-5 महिना कति भएको छ होइन 4 महिना भयो अहिलेसम्म मतलब हल्का फुल्का आइरहेको छ म कुनै कुनै स्कुलबाट पनि ग्रुपहरू आइरहेको छ यसो हेर्नुको लागि थाहा हेर्न सिक्न र थाहा पाउनुको लागि ए यो जुन कुरा तिनका चाहिँ म धेरै छ आउने छ भने जुन अहिलेको जुन बच्चाहरू छन् अहिले तपाईँको यो सिक्काहरू यो नोटहरू जुन तपाईँले भित्तामा टाल्नु भएको छ उहाँहरूले जुन देख्नको लागि तपाईँको यो सम्भव छैन त्यो कुराहरू तपाईँले कलेक्सन गरेर राखेर विगत यस्तो थियो है भनेर जुन तपाईँले 100औं वर्ष पुरानो कुराहरूलाई चाहिँ तपाईँको यहाँ जुन नोटहरूबाट पैसाको सिक्काहरूबाट जुन एउटा नेपालमा यस्तो थियो है भनेर जुन तरिकाले देखाउनु खोज्नु भएको छ एकदम उदाहरणै काम पनि हो होइन जस्तै अब तपाईँको आउने जुन जति पनि हाम्रो जुन यो न्युज हेरेर र आउने जुन दर्शकलाई चाहिँ के भन्न चाहनुहुन्छ म यो मेरो ठाउँमा चाहिँ एकचोटि भिजिट गर्न आउनु होइन मलाई थाहा नभएको चिज चाहिँ थाहा पाउनुको लागि भने आउनु भने चाहिँ चाहन्छु त्यति हो होइन अब एकचोटि मलाई हेर्न आउनु भयो भने राम्रो होला कि भन्ने मेरो विचार छ हुन त कुनै पनि चिज अब इन्टरनेटमा वेबसाइटमा हेर्नु त पाउँछ त्यसमा त्यो अर्कै कुरा हो र आफूदेखि आफैले प्रत्यक्ष हेर्ने र अब कुनै सुनै भरमा त्यो पत्रिका हेर्ने भने धेरै फरक होला धेरै राम्रो कुरा तपाईँ जस्तै अब जुन हाम्रो न्युजहरू हेरेर पनि कति अब यस्तो पैसाहरू जस्तै यो पैसाहरू तपाईँको अझै पनि कलेक्सन गर्ने क्रम जारी नै छ जाने छ मलाई कसमा म सब चाहिँ म किनेर चाहिँ म राख्दिनँ हजुर अहिले मलाई कोही दियो भने म छिटैमा पनि म लिन चाहन्न लागेको पैसा चाहिँ म दिन तयार छु जति तपाईँको पुरानो नोट भयो पनि त्यहाँ लेखेको बरु त्यसमा चाहिँ रेट जति छ अथवा यो राखिदिनुहोस् सङ्ग्रहालयमा तपाईँले यहाँ राख्नु भएको रहेछ म्युजियममै राखिदिनुहोस् भनेर त्यसो पनि दिइरहेको छ त्यसो पनि मलाई एक दुईजना साथीहरू मेरो आफ्नोले दिएर आएको छ कुनै विदेशी पनि आउँछ यो मेरो दुईवटा सिक्का राख्यो भनेर आइरहेको छ त्यो कोहीले मलाई त्यो कक्षा चाहिने हो त्यति बेला दिइहाल्छु त्यो बेला भोलि पैसा तिरेर राखेर पनि मलाई फाइदा छैन किनभने म त यहाँ फ्रीमा देखाउने हो फ्रीमा देखाउनु भएको कसैको सामान 20 रुपियाँ किनेर मैले 500 रुपियाँ कमाउने भएको म भोलि पैसा तिर्ने हो एकदम राम्रो यो एकदम उदाहरणीय काम पनि हो जस्तै अहिले हजुरले चाहिँ यो नेपालको मात्र पैसा जम्मा गरेर राख्नु भएको छ कि विदेशी पैसा पनि विदेशी पनि छ सुरुमा भनौँ कि अब मलाई विदेशी पैसा मैले विदेशी पैसा म त किन भन्नु भने फेरि एउटा कुरा हजुर दुई चारवटा देशमा चाहिँ म पनि विदेश घुमेको भएर त्यो बाँकी पैसा राखेको छु अलिक बिचमा आएर एउटा पैसा चाहिँ छबाएर पनि राखेको छु ए जुन यो पैसा विभिन्न देशको जुन अब यो डलरहरू अमेरिका त गएको नगएर पनि भयो अमेरिकन डलरहरू भयो चाइना नेपालको जुन आइसी भयो जापानको हो हङकङको युरो हो होइन यिनीहरू मलाई अहिले राखेको छु यो जापान के हो यो चाइनाको हजुर चाइनाको अनि यो चाहिँ विदेशी सिक्का हो विदेशी सिक्का है खासमा मेरो सुरुमा चाहिँ मेरो यो इन्टरनेट के हो यो फोटो एउटा जुन छ नि यो ए यो फोटो खिचेर टाप्नु होइन फोटो खिचेर यो मेरो आफ्नै रुममा हजुर लकडाउनको टाइममा केही काम नगरेको भएर एउटा केही न केही काम गरौँ भनेर चाहिँ मेरो घरको भित्ता घर चाहिँ पैसा ताक्छ ए यो रङ राख्नु सट्टा पैसा तासौँ भनेर ताक्छ ए त्यही पैसाले रङ किनेर टाप्नु भन्दा पैसा पनि भयो अनि फेरि एउटा सौन्दर्य पनि आयो त्यो एउटा जुन एकदम राम्रो काम गर्नु भएको छ यहाँ निकै खुसी लाग्यो यहाँ धेरै पुराना 100औं वर्ष पुराना जुन तरिकाले पैसाहरू कलेक्सन यता आएर यसो गर्नुलाई यता हुन्छ यहाँ यो पनि अलि यो पुरानो राखेको जुन अब यहाँ धेरै पुराना 100औं वर्ष पुराना पैसाहरू जुन कलेक्सन गरेर राख्नु भएको छ दाजुले भक्तपुर जिल्लाको यो एउटा दरबार क्षेत्रकै आसपासमा दरबार स्क्वायरबाट यता पश्चिम साइडतिर छिरियो भने लगभग यहाँ सिटिजन ब्याङ्क छ नजिकै सिटिजन ब्याङ्कको खौमा टोलमा उहाँको जुन एउटा म्युजियम जस्तो तरिकाले एउटा जुन सौन्दर्य यहाँको जुन सजाएर राख्नु भएको छ विभिन्न देशका पैसाहरू र नेपालका विशेष गरी नेपालका पैसा धेरै पुराना पैसा 100औं वर्ष राजा महेन्द्रभन्दा पहिलाका पैसाहरू चाहिँ कलेक्सन गरेर राख्नु भएको छ ती पैसाहरू आफ्नो प्रत्यक्ष आफ्नो आँखाले देख्न सकिनेछ
जुन तरिकाले ह्यान्डमेड कलेक्सन भक्तपुर भनेर लेख्यो भने तपाईँको गुगल म्यापमा पनि देखाउँछ। यो गुगल म्यापमा पनि तपाईँको यो देखाउँछ यो नाम चाहिँ। मैले अहिले हजुरलाई यो चाहिँ फोटो खिचेर बायोमा हालिदिउँला। जुन तरिकाले अब एउटा यहाँ सबै कुराहरू हेरियो, एउटा फेरि मलाई अनौठो लागेको चाहिँ एउटा यो सिसी यहाँ के लेख्नु भएको छ उहाँले, चोरलाई हाम्रो नमस्कार भन्नुभएको छ। यहाँ चारैतर्फ सानो सानो सिसी क्यामेरा राखेका छौँ। यदि चोर्ने नै मनसाय भएमा हामीलाई भन्नुहोस्, हजुरको कुरा अनुसार हामी तपाईँलाई सित्तैमा उपहार स्वरूप दिनेछौँ भनेर यति मिठो लेख्नु। यो खास किन लेख्नु भएको दाजु? यो कसरी के लेख्यो भने अब मतलब चोर त जाउने हुन्छ, त्यो अर्को कुरा हो। हजुर, अब मैले यो लेखेको कारण के हो भने मेरो आफ्नो मनको कुरा हो। दुई चार पैसा अब सेयर बेचेर सामान किन्ने मान्छेलाई चाहना हुन्छ नि, 20 रुपियाँ हुन्छ 50 रुपियाँ हुन्छ, बरु 90 पैसा पऱ्यो सिधै भएको बेला लिएर पाउँछु उपहार स्वरूप भन्यो नि होला। अब एकजनामा चाहिँ चोर्ने बानी भयो भने यहाँ मगा चोर्यो फेरि चोर्ने बानी भयो, त्यस्तो नहोस् न। मलाई त्यसै बरु मागे भने दिनलाई तयार छु, तर चोर्ने बानी चाहिँ नगर। हामी आफै पनि म आफै पनि सानो आएको त मतलब चोर ल्याएको होइन नि, सिटामा ल्याएको होइन नि, मैले पैसा धेरै ल्याएको हो, त्यो हिसाबमा चाहिँ लेखेको। एकदम खुसी लाग्यो, धेरै धेरै धन्यवाद। यो एउटा आज मलाई यो म्युजियममा घुमाउनु भयो। सम्पूर्ण दर्शकहरूलाई पनि यहाँ एक फेरि आइदिनुहोस्, जुन मैले लोकेसन बताइदिएको छु, आउनुहोस् एकखेर घुमेर र हेरिदिनुहोस्। तपाईँसँग नआउनु चाहिँ राम्रो होला कि भन्ने मेरो विचार हो। एकदम अवश्य पनि आउनुहुन्छ, जति पनि आउनुहुन्छ उहाँहरूसँग पुराना नोटहरू पनि छन् भने ल्याएर उहाँलाई चाहिँ दिनुहोस् पनि। उहाँले चाहिँ जति पैसा त्यसमा लेखिएको छ त्यो पैसा बराबर दिनु पनि हुन्छ। र अब होइन मेरो चाहिँ यो पैसा राखिदिनुहोस्, यहाँ चाहिँ म्युजियम जस्तो बनाउनु भएको रहेछ, म्युजियममा राखिदिनुहोस्, मेरो चाहिँ यतिकै नै तपाईँहरूलाई चाहिँ उपहार स्वरूप भयो भनेर कसैले दिनुहुन्छ भने पनि उहाँले स्वागत गरेर राख्नुहुन्छ भन्दै मैले जुन म्युजियममा भएका कुराहरू चाहिँ मैले अवलोकन गर्न पाएँ। धेरै धेरै धन्यवाद हजुरलाई। फेरि पनि आउने अपेक्षा गर्नु। फेरि आउनुहोस् होला है। एकदम हस्, धन्यवाद।